हेलो एभ्रिवान, हजुरहरू सबैजनालाई मेरो भिडियोमा स्वागत छ है। आज चाहिँ म जानु आँटेको छु मेरो हस्बेन्ड लिएर हस्पिटल हो। अन्त हस्बेन्डलाई चाहिँ अलिक प्रब्लम भइरहेको छ नि त, जाती भएको छैन है। फेरि आज लिएर जानु आँटेको छु म चाहिँ हो। यहाँ रेडी भइरहेको छु, अब निस्किन आँटेको हामी चाहिँ। अहिले चाहिँ भन्ने हस्पिटल पनि पुगिसक्यौँ हामी चाहिँ हो साथीहरू। म चाहिँ अहिले कार्ड बनाउनुको लागि लाइनमा बसिरहेको छु। हामी चाहिँ यहाँ डाक्टर पर्खिरहेको छौँ, कार्ड बनाइसकेर आएर पनि हो। डाक्टर आइपुग्नु भएको छैन, हामी चाहिँ वेट गरिरहेको छौँ। डाक्टर पनि आइपुगिसक्नु भएको थियो हो यति बेला चाहिँ। अन्त हस्बेन्ड चाहिँ भित्र पस्नु भयो नि त डाक्टर देखाउनुको लागि। अनि मलाई चाहिँ अल्छी लाग्यो होइन, बाहिर वेट गर्दै बसिरहेको थिएँ। अन्त म चाहिँ यहाँ रमिता हेर्दै बसिरहेको छु यताउता हो। डाक्टर देखाइसकेर चाहिँ हामी चाहिँ यहाँ दाजु एडमिट गरेको थियो नि त होइन। अन्त हेर्नु गयौँ हामी, बिमारी हेरिसकेर है। अन्त हामी चाहिँ बजारतिर लागेको, अब हस्पिटलबाट उकालो हो हामी चाहिँ जाँदैछौँ बजार। अलिअलि बजारमा सौदा पनि गर्नुपर्ने छ होइन। अन्त बजार गएको, अहिले चाहिँ बजार घुम्दै गएको होइन। वेस्ट पोइन्ट मलमा ठक्क आँखा पुग्यो हो। अन्त भित्र नपसे भए पनि बाहिर चाहिँ फोटो खिचौँ न भनेर गएर फोटो चाहिँ खिच्यौँ होइन हामीले बाहिर चाहिँ। बस्तीमा बस्नु भन्नु मात्रै छ है, सागसब्जी चाहिन्छ। अन्त त्यही भएर चाहिँ लाल बजार गयौँ सागसब्जी किन्नुको लागि हो। अन्त हस्बेन्डको लागि चाहिँ बिट गाजरहरू पनि किन्नु थियो। अन्त त्यो पनि किन्नुको लागि चाहिँ हामी चाहिँ गयौँ। लाल बजारमा सपिङ गरिसकेर चाहिँ एमजी मार्ग आयौँ हो। हेर्नुहोस् एमजी मार्गको नजारा दामी दामी बनाएको छ रहेछ हो।
अन्त त्यही भिडियो गर्दै गर्दै म अहिले चाहिँ हामी घर फर्किँदै गरेको। हाम्रो चाहिँ गाडी भाज्रादेखि पाउँछ नि त होइन घर फर्किने। अन्त बजार घुमेर पनि हामी चाहिँ भाज्रा आयौँ हो। अन्त अहिले चाहिँ हामी घर आउँदै गरेको। हामी चाहिँ अहिले घर पनि आइपुगिसक्यौँ। हेर्नुहोस् हस्बेन्डको दबाई चाहिँ कति छ हो। अझै कति खानुपर्ने हो दबाई चाहिँ। मकैको दाना पुरा ल्याइदिएको छ खाजा। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है कस्तो लाग्यो। आजको लागि चाहिँ यति नै। हजुर सबैजनालाई बाई बाई।